एउटा छोरी रहेछ कुरी जति एउटा छोरा र छोरी अरे बहिनी दिदी ए दाजु दाजु बिहा गरेको छैन टिचरै हेरेर ओम गम गणपते नमः आँसु निकालिसक्नु हाले सिंहार्पणम हैन गणपतिलाई चढाउनु दिउँ गणेशलाई लगाएर मात्रै सबैलाई यसो चढाउँदै अरूलाई पनि यसो चढाउँदै उता मेरो परिक्रमा गरेर आस्य अब हुँदैछ ओम श्री शिवे लक्ष्मी सुभद्रात्रे पार्श्वे चित्राय रूपमस्वे व्याप्तं वशं निदान मूर्धान शरलोकं मौनं खुसी लाग्यो खुसी अब बिहा गर्नु खुसी हुँदैन यो टाइममा केटीपट्टिको फिलिङ म भन्न सक्छु खुसी मिस हुँदैन बिचबाट निस्किन पाए हुन्थ्यो नि टाइपको हुन्छ बेला बेला त प्राउड मोमेन्ट हो केटाको चाहिँ यो हाउ आर यु फिलिङ भन्यो बोल्न अघि भर्खर पाएको भएर बुझ्नै पाउँदैन हजुर बोल्न अघि भर्खर पाएको भएर एउटीसँग चाहिँ लाग्यो खाना खाँदा मलाई चाहिँ नि मामालाई त्यो बिहा भएर मतलब अगाडिदेखि बिजी हुनु भएन मलाई फोनै गर्नुहुन्न थियो होइन केटाको जन्मदिन उता आउने भनेर मैले बिचमा यस्तो भएको नि ला अब केटी खोजिसकेँ जस्तो पनि भएको मलाई कन्ट्याक्टै छैन होइन बोलचालले त भ्याइँदैन नि त कस्तो नर्भस भएको हुन्छ ऊ पनि आफू पनि होइन भ्याउँदैन पनि प्रिपरेसनले अनि मलाई यस्तो लाग्यो नि अर्को केटी त खोजेको छैन कि जस्तो भएको मलाई त ल्याउने भन्छ कोही फोन पनि गर्दैन भन्थ्यो नि त्यस्तै लाग्यो लुगा पनि लगाएको छ तर मान्दैन अघि जस्तै पुनः ओम सुमङ्गलेन समेत पश्यतात् सौभाग्यमशेन प्रायाताहं करोतनेतः सुपुत्रासुरभाजेव भवत्रेकानित्यमङ्गलम् सिन्दूरसवितायास्ते भूमस्य सर्वश्रुतम् अघि रुनु चाहिँ मासु मात्रै देख्दैन बडी सेक पुरा छिटो छिटो ओम सुमङ्गलेन ब्लू आयो राम्रै देख्यो ब्लू आयो रातो